हेलो, के छ आज अलहाबाद? चाहिँ के भयो थाहा छ? के भयो? दिउँसो चाहिँ हामी गएर चाहिँ लिएर आइयो सामान, के? पिज्जा लिएर आइयो। हजुर अनि खाना लगाएको थियौँ होइन, हजुर तर थियो 18जनालाई 20जनालाई होइन। हजुर डब्बा पनि थिए, कति थिए गरे? 8वटा डब्बा थिए। प्याकेट पछि चाहिँ बाटो भर्ने अगाडि खाएर चाहिँ तिनवटा पिस खाएर चाहिँ के भन्छ निस्किएर आइयो। मान्छेले त एक डब्बा पो खाएर हिँडेछ नि त। के भयो त्यो? तपाईँले त अब मान्छे देखेर अरूको बारेमा धेरै सोच्नुभयो कि हो र? आजकलको जमानामा त्यो अरूको लागि धेरै सोच्ने मान्छेहरू र आफ्नो लागि चलिहाल्छ नि भन्ने मान्छेहरू एकदम कमी छन्। अनि तपाईँ चाहिँ एकदम अरूको लागि धेरै सोच्नेमा पर्नु हुँदो रहेछ भन्ने मैले बुझेँ, त्यो कुरा देखेँ। तर अलि ख्याल गर्नु होला, संसार आजकल पहिलाको जस्तो छैन हेर्नुहोस्। इमान्दारीको त जमानै छैन। त्यही भएर अलिकति मनले होइन, अलिकति दिमागले पनि सोच्नु पर्दो रहेछ, हिँड्नु पर्दो रहेछ दिमागले। पहिला मान्छे दिमागले सोच्थे, आजकल मान्छेहरू दिमागबाट हिँड्छन् हो, त्यस्तो लाग्यो कि होइन? तपाईँलाई कस्तो लाग्छ? सही हो, सही कुरो तपाईँले जे भन्नुभयो नि 100%। किनकि मैले त्यो कुरा चाहिँ यो जीवनमा हजुर चाहिँ मैले चाहिँ अनुभव गरेको कुरा हो। आजलाई यति हुन्छ ल है त। धन्यवाद।